हेलो एन्ड नमस्ते वेलकम ब्याक टु माई च्यानल। आई होप सबैजना सन्चै आराम हुनुहुन्छ होला। म सन्चै आरामै छु। आज पनि त्यही काम गर्दैछु जुन हिजो काम गर्ला थिएँ त्यो सकेको छैन। आज पनि त्यही काममा लागिरहनु परेको छ। अनि हिजो राइसन गरेको त्यही भनेको अब खाना गाडेर अनि फेरि तिनलाई काटेर अनि त्यो म जोड्ने छ। सो लेट्स गो टु भिडियो। हिजो चाहिँ यति एक साइडमा भएको थियो, अब यति बनाइन्छ अनि उताको साइडमा टक्क फनक्क बनाउने छ। आज पनि मौसम सफै छ, माथितिर बादल छ, टक्क लागिन क्लिन छ। हक्क उतातिर अलि पानी परेको देखेको छ, नत्र उतातिर त ठिकै छ, भर्खर घाम लाग्ला छ। एन्ड गुड मर्निङ सबैजनालाई। भर्खर उठेको म पनि। खोइ कहाँ खन्ने अब त खन्नु पर्ने छ एक ठाउँ, त्यो खनेर फेरि यिनको जरा काट्ने होला अगाडि बसेको, अनि गराउने होला। यी मकैमा त किरा लाग्यो नि, यस्तो अझै पाजै छैन, गाह्रो छ। सो अब मैले चाहिँ यहाँ खन्ने दुई ठाउँ खन्नु पऱ्यो। एक ठाउँ हात्ती अनि त्याती। फाइनली खनिसक्यो। एउटा यो, एउटा यो। अब यसमा यो खामा हालेछ। अब त्योमा यही हाल्ने यसमा। यत्रो हाल्नु बोल्यो मोटो खन्यो त। होला नि कहाँ ढोकाइन त केले काट्नु त, केले काट्नु त। यो रिजेक्टेड भयो, काम पनि लाग्छ। यो त सानो होला र वाटे भइगयो कि।
फाइनली सब रेडी भइसक्यो। यहाँ तिनवटा टिन लिएर हाल्ने हो। त लगभग भइसक्यो। यहाँ त्यस्तो के माटा मस्तो नङ्गा रहे। अब उताको गाडी छ, उता साइडको। आज चाहिँ यति मात्रै बनाइसक्यौँ। अरू अझै झाक्रा अगाडि छन्। यो हात त यस्तो यहाँ त पुरा फोका उठ्यो। चलाउन सकिन्न। यतातिर साइड पनि टक्क भयो, अगाडितिर बच्चा है। अनि आज फेरि रात परेको, हिजो रात परेको, त्यहाँदेखि रात परेको। लगभग सक्यो भनौँ, हात्ती छ उता। सो आज भिडियो यसम्म नै। फेरि भेट्छ अर्को नेक्स्ट ब्लगमा। बाई बाई एन्ड सब्सक्राइब माई च्यानल फर मोर भिडियोज। Thank you.